ट्याक्क अलिअलि त चोर्नु पर्यो नि त यार। नेपाली हो? नमस्ते दाई। मेरो नुवाकोट। आमामा। अनि यो म जहिले हेरिरहन्छु क्या यो सुरु त फुलदेखि नि क्या हो क्या बोला। अच्छा खजुर पाइयो, खजुर खाइयो दुईजनाले होइन गाडीमा टाक्क लाएर। ओके छ। खाने भए कमेन्टमा लेख्नु है साथीहरू। हेलो नमस्ते, स्वागत छ है सबैजनालाई फेरि नयाँ ब्लगमा है, नयाँ भिडियोमा। हामी आज फेरि यता साउदी बोर्डरतिर आएको छु होइन। आज मसँग चाहिँ हाम्रो बङ्गलादेशी भाइ बन्धु भाइ छ है साथमा। भाइ यस्तो छ बाटो होइन, सरर जाने हो। सो आज म किन भिडियो बनाउनु लाग्यो भने अब खजुर पाक्यो होला क्या यहाँ होइन। यहाँ मजाले बाटोमा खजुर थियो, अब खजुर पाक्यो होला होइन। त्यही भएर त्यही देखाउन खोजेको। अब पाक्यो कि पाएन थाहा भएको छैन है। अब त्यहाँ पुगेर हेर न पाकेको छ कि छैन हे। अब यहाँनिर के गरे हो, यो के हो यो। ओके आमा हामी चाहिँ गाउँभित्र छिरेको छ, कुवेतको गाउँभित्र। गाउँको घरहरू चाहिँ यस्ता यस्ता छन् है। अब इँटाहरू पनि रहेछ, घर बनाउन लिएर राखेको है। बाटो यस्तो छ। इधर पूरा फार्म है ना, ये सब्जी लगाता है इधर। ये पूरा फार्म है, सब्जी लगाता है। अपना बंधु भाई लोग काम करता है इधर पूरा। आज हामी नयाँ साथीसँग, म चाहिँ नयाँ साथीसँग आएको छु होइन। टक्क लाएर अब पुग्न लायो। ओके तपाईँहरूलाई देखाउँछु भनेको होइन। आज मेरो गाडीमा चाहिँ यो ढुङ्गा बोकेको छ, बोट बोकेको छ होइन। यता हेर्नुहोस् खजुर भनेको यो हो नि त। ल ए देख्नुभयो साथीहरू, मैले अस्ति नै हालेको थिएँ एउटा उसमा, मजाले प्याक गरेर राखेको छ होइन। ट्याक्क लाएर हेर्नुहोस् त कति धेरै खजुरहरू छ। ट्याक्क लाएर हेर्नुहोस् गाइस, खान मिल्दैन, मारिहाल्छ फेरि होइन। यस्तो दामी छ ल। यतातिर झन् आमा हो कस्तो मजाले झुन्डिएको, सपोर्ट दिएर राखेको रहेछ, पानी दिएको छ ट्याक्क। यो त ठुल्ठुलो छ, स्याहार पुग्नु पर्दो रहेछ नि त यसलाई नि। ट्याक्क लाएर फलेको छ होइन। ट्याक्क यसले चाखी पनि हेर। भाई मैं वीडियो कर रहा, वीडियो वीडियो करे अच्छा है। अभी पूरा पक गया है। हाँ इधर तो बड़ा बड़ा है, उधर तो मैंने इतना छोटा छोटा देखा है। छोटा छोटा मीठा है। अच्छा एक एक करके ऐसे वो करेगा। बांग्लादेशी है? हाँ भाई। हाँ आपका बांग्लादेशी मेरे साथ है। नेपाली हो? नमस्ते दाई। मेरो नुवाकोट। नुवाकोटमा महामारी छ, मेरो परिवार पनि भाग्नु पर्यो नि हो। गाउँतिर बजारमा बच्चाहरू पढ्न बसेको थियो, भाग्नु पर्यो। ठिक छ परिवार त। हजुर हामी मुस्लिम कम्पनीमा बाइक डेलिभरी। यहाँ साउको फार्म हाउस छ कि यहाँ, अनि त्यसमा त्यो थोत्रे त्यो ढुङ्गा लिएर आएको गाडीमा। अनि यो म जहिले हेरिरहन्छु क्या यो सुरु त फुलदेखि हेरेको। आज खाने उतैबाट अब पाक्यो होला, भिडियो बनाउनु पर्छ आज भनेर अनि आएको। तपाईँ टिप्दै हुनुहुँदो रहेछ ट्याक्कै। म भयो 7 महिना भयो अब। 7 महिना भयो।
भर्खर ए यही फुल्ने बेला आइपुग्यो त्यही त सेलरी छैन त यहाँ काम राम्रो के भन्ने त्यही 160 भन्छ होइन अब काटेर आउँछ 145-50 रुपियाँ त्यति आउँछ जस अरू केही राम्रो छैन त्यो एक साग खाना कम्पनीले दिन्छ हो एक साग खाना ए 120 खाना आफ्नै कति वर्ष हुनुभयो वो अपना बंद हो भाई को दो हम बांग्लादेशी है वो नया है अभी तक काम मिला नहीं है नयाँ छ क्या एउटा राइडर बाइक चलाउन बाइक ड्राइभरमा आएको यस्तो मजाले फले जम्मै है तपाईँ नेपाल घर चाहिँ कहाँ अरे काभ्रे हाम्रो काभ्रे र उता काभ्रे त्योपट्टि के अरे सिन्धुपाल्चोक भेट्छ है उता भोटेकोसी त यो भोटेकोसीहरूले गर्नु गर्यो हो दाइ यता हाम्रो पनि भोटेकोसीले गर्यो राम्रो छ राम्रो होइन ठिक छ अरू त त्यस्तै हो अब एक साग खाना दिन्छ कम्पनीले सेलरीबाट दुईचोटि गरेर हालिदिन्छ क्या एकैचोटि दिए पो यति पठाउने यति खाने भन्ने हुन्छ अब ऊ दोस्रो पटकको 120 रुपियाँ एकचोटि हालिदिन्छ बेसिक भनेर एलाउन्स भनेर अर्कोचोटि हालिदिन्छ है बाँकी पैसा अनि त्यही भएर कति राख्ने कति लाने थाहै हुँदैन क्या त्यही भएर केटाहरू पैसै बच्दैन भनिरहेको थियो हाँ बात किया सही है ल दाइ खुसी लाग्यो नेपाली हुनुहुन्छ हाँ भाई अच्छा है हाँ क्या वो क्या बोला अच्छा घुमाने के लिए लेके आया वो हाँ उसको मेरे साथ में ओके हाम्रो नेपाली दाइ र हाम्रो बङ्गलादेशी भाइ रहेछ होइन भैया रहेछ दुईजना टिभी राख्नु भएको रहेछ होइन अब ट्याक्क लागेर भइगयो नि त होइन यस्तो मजाको छ कि ट्याक्क लगाएर ट्याक्क अलिअलि त चोर्नु पर्यो नि त यार यस्तो दामी दामी छ खजुर होइन यस्तो दामी खजुर ल हेर्नुहोस् न हैट पुरा पाकेको छ होइन ल देखायो नि त देख्नुभयो नि अब ट्याक्क पाक्ने बेला हो कि यहाँ मेरो साथी यहाँ त्यहाँ देखायो ओके मेरो गाडीको लोडिङ यस्तो छ अब मार्छ यहाँ छिटो जानुपर्छ है अच्छा बंगाली में दिएगा हाँ मैं बोला आपका बंगाली है मेरे साथ उसको दो ओके हाम्रो साथीले खजुर पाइयो खजुर खाइयो दुईजनाले होइन गाडीमा टाक्क लाएर ओके छ ओके बाँकी कुरा बाँकी पछि गरौँ ल बाई बाई खानेमा आउनुहोस् न हामीले यसरी पो खान्छ रे खाने भए कमेन्टमा लेख्नु है साथीहरू यतिको बेला खाना पो मजा आउँदो रहेछ यो त्यो के अरे पाकेर पछि प्याकिङ गरेको भन्दा यो यतिखेर पो मजा आउँदो रहेछ क्या यस्तो खतरा आयो नि त ओके साथीहरू कस्तो लाग्यो भन्नु होला मिठै छ मिठै लागेछ हेलो बाई बाई